हेलो साथीहरू, के छ तपाईँहरूको खबर? मेरो चाहिँ एकदम ठिकै छ अनि तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला होइन। अनि म चाहिँ आज बिहानै उठेर के गर्नुभयो, घरमा फोन गरेको, मम्मी पनि गाउँमा डुल्नु जानुभएको रहेछ क्या है। अनि सधैँ चाहिँ मेरो हस्बेन्डको फोन आउँथ्यो, आज चाहिँ आउनु भएन उहाँको फोन चाहिँ, किनभने उहाँ अलिकति काममा बिजी हुनुहुन्छ होला होइन। अनि चट्ट ल्याएर म चाहिँ हल्का मेकअप गरेर चाहिँ अब टक्क कपाल सपाल बनाएर काममा जाने प्रोसेसमा छौँ। अब म काममा जान लाग्यो। अनि तपाईँहरू चाहिँ के गर्नु हुँदैछ? तपाईँहरूले चिया नास्ता खानुभयो कि नै होइन। अनि मेरो चाहिँ यसरी दिनको सुरुवात हुँदैछ है गाइजहरू। अनि पानी पनि परेको छ, चिसो चिसो मौसम छ होइन। अनि टक्क लाएर अब चाहिँ म यहाँ कपाल सपाल कोरिएर चाहिँ राम्रोसँग कपाल पनि कोर्ने म फुर्सद छैन, किनभने म ढिलो हुन लागिसक्यो होइन गाइज। अनि म चाहिँ यत्तिकै सुवाह होइन जान चाहिँ रेडी भइसक्यो, ज्याकेट लाएर, किनभने एकदम चिसो चिसो छ साइप्रसमा चाहिँ होइन। को साइप्रसमा हुनुहुन्छ? तपाईँहरूकोतिर कतिको चिसो छ गाई? यसरी रेडी भएर ल काममा जानु लागेको गाइजहरू। अनि टक्क म चाहिँ काममा जानु निक्लेको थिएँ गाइजहरू होइन। अनि बाहिरको मौसम चाहिँ एकदम सफा छ आज चाहिँ, किनभने धेरै दिनपछि पानीको झरी परेर चाहिँ आज चाहिँ घाम लाग्न थालेको छ। अनि टक्क म चाहिँ होइन काममा जानलाई यसरी हिँड्दै थिएँ कि सबै दिदीको फोन आयो। दिदी चाहिँ माथि बस्नुहुन्छ फोनमा दिदी। अनि मैले चाहिँ के भन्नुभयो भने मैले साग लिएर आएको छु, रायोको साग चाहिँ बु लिन आऊ भन्नुभयो। अनि टक्क म चाहिँ अब रायोको साग लिनु जाने। अनि फेरि काममा जानु पनि ढिलो भइसक्यो भनेको थिएँ। अनि फेरि आज चाहिँ अलिकति ढिलो जाँदा पनि केही पनि भन्नुहुन्न क्या। अनि त्यही भएर म चाहिँ यस्तो मौसम पनि कति राम्रो राम्रो रहेछ होइन, मौसमको साथसाथमै। अनि म पनि यसरी रमाउँदै हिँड्दैछु है। अनि टक्क मैले चाहिँ साथीहरू दिदीबाट साग लिइसकेँ। अनि एक हप्तापछि चाहिँ मैले दिदीलाई भेटिसकेँ। अनि म चाहिँ फेरि अब